हामी बुकी पुग्नलाई लगभग 1 घन्टा लाग्छ होला किनकि उस त्यहाँ माथि हो अझै पनि जाँदैछ अनि यहाँ चौरी गोठहरू रहेछन् हैन यहाँ मस्त नेपाली हेर्नु त मौसम यहाँको अनि अब यहाँ हेर्नु कस्तो फुलेको छ कति आनन्दको मौसम छ्याक्क यो अनि तपाईँ चौरी गोठहरू यहीँ बस्नुहुन्छ भैँसी चराउने गाई चराउने अनि यहीँ बस्ने मस्त घिउ बनाउने बेच्ने गर्नुहुन्छ यहाँ आनन्दको ठाउँ छ है छक्क